के तपाईलाई थाहा छ तपाईसँग $500 मात्रै छ भने पनि तपाईले 3,50,000 भन्दा बढीको शेयर किन्न मिल्छ। हो, यो सबै सम्भव छ फ्युचर्स मार्केटमा। फ्युचर्स भनेको एक प्रकारको फाइनान्शियल डेरिभेटिभ्स हो जहाँ कुनै अन्डरलाइङ एसेट्स बायर र सेलरले भविष्यको फ्युचर्सको डेटमा कुनै एउटा निश्चित प्राइसमा किनबेच गर्ने सम्झौता गर्छन्, अग्रिमेन्ट गर्छन्। यसलाई नै के भनिन्छ? फ्युचर्स कन्ट्र्याक्ट भनिन्छ। फ्युचर्स मार्केट इन्ट्राडे ट्रेडरहरूको लागि सबैभन्दा बेस्ट इन्स्ट्रुमेन्ट हो। आई विल एक्सप्लेन वाइ। मार्केटमा डिफ्रेन्ट फ्युचर्स कन्ट्र्याक्ट हुन्छन्, जस्तो कि गोल्ड फ्युचर्स भयो, सिल्भर फ्युचर्स, क्रुड ओइल फ्युचर्स, S&P 500 फ्युचर्स, डो जोन्स फ्युचर्स, त्यस्तै गरी न्यास्ड्याक 100 फ्युचर्स, बिटकोइन फ्युचर्स, इथेरियम फ्युचर्स लगायत धेरै फ्युचर्स कन्ट्र्याक्टहरू हुन्छन्। र यी जति पनि फ्युचर्स कन्ट्र्याक्ट छन् यिनीहरूको सेटलमेन्ट टाइप्स भनेको फिजिकल अथवा क्यास सेटलमेन्ट हुन्छ। तपाईले गोल्ड, सिल्भर, क्रुड ओइल्स लगायतका फ्युचर्समा ट्रेड गर्नुभयो र तपाईले म क्रुड ओइल नै लिन्छु अथवा म गोल्ड, फिजिकल गोल्ड नै लिन्छु, सिल्भर नै लिन्छु भन्न पनि पाउनुहुन्छ। र यदि तपाईँ फिजिकल प्रोडक्टमै सेटलमेन्ट गर्न चाहनुहुन्छ भने तपाईले एक्सपायरी डेट कुर्नुपर्ने हुन्छ। फ्युचर्स कन्ट्र्याक्टको जुन टाइप्स हेरेर 1 महिनादेखि 3 महिनाको एक्सपायरी डेट हुन्छ र तपाईले एक्सपायरी डेटमा फिजिकल डेलिभरी पनि लिन सक्नुहुन्छ। तर S&P 500, डो जोन्स अनि त्यस्तै गरी न्यास्ड्याक 100 यिनीहरूको फ्युचर्स कन्ट्र्याक्टमा चाहिँ के हुन्छ? क्यासमै सेटल गर्नुपर्छ। 100% क्यास सेटल हुन्छ। तपाईले मलाई 5वटा S&P 500 इन्डेक्स पठाइदे भन्न मिल्दैन है, त्यो पठाउन पनि मिल्दैन। त्यसैले यिनीहरू चाहिँ के हुन्छ त? क्यासमा सेटल हुन्छ। तपाईले बजारमा जसरी स्टक ट्रेड गर्नुहुन्छ त्यसै गरी ट्रेड गर्नुहुन्छ, नाफा घाटा सबै के हुन्छ त? क्यासमा सेटल हुन्छ। प्र्याक्टिकल्ली फ्युचर्स ट्रेडिङ र स्टक ट्रेडिङ लगभग उस्तै हो। एकै तरिकाले के हुन्छ? ट्रेडिङ हुन्छ। भनेको मतलब कुनै स्टक तपाईले किनेको प्राइस भन्दा माथि गयो भने के हुन्छ? प्राइस बढ्यो भने तपाईले प्रफिट कमाउनुहुन्छ, तपाईले किनेको प्राइस भन्दा घट्यो भने तपाईले लस गर्नुहुन्छ। त्यस्तै फ्युचर्समा पनि तपाईले फ्युचर्स बाई गरे पछाडि त्यसको मूल्य बढ्यो, त्यसको भ्यालु बढ्यो भने तपाईले पैसा कमाउने हो, त्यसको प्राइस घट्यो भने तपाईले के गर्नुहुन्छ? पैसा गुमाउनुहुन्छ। यदि स्टक ट्रेडिङ र फ्युचर्स ट्रेडिङ एउटै हो भने इन्ट्राडे ट्रेडर्सहरूको लागि किन फ्युचर्स ट्रेडिङ बेस्ट हो त? त्यसको पोइन्ट नम्बर 1 छ फ्युचर्समा लिभरेज पाइन्छ। लिभरेज भनेको तपाईले सर्टेन अमाउन्ट एज अ कोल्याटरल राख्नुहुन्छ र बाँकी चाहिँ के हुन्छ त? तपाईले ब्रोकरको पैसा युज गर्नुहुन्छ। तपाईले 1000 रुपैयाँ राखेर मानिलिउँ तपाईको ब्रोकरले तपाईलाई 400x को 400 गुणा लिभरेज दिन्छ भने तपाईले 1000 रुपैयाँ एज अ कोल्याटरल राखेर, $1000 कोल्याटरल राखेर $4 लाख को चाहिँ गर्नुहुन्छ? कारोबार गर्न पाउनुहुन्छ, ट्रेड गर्न पाउनुहुन्छ। त्यसलाई नै के भन्छ? लिभरेज भन्छ। र दोस्रो पोइन्ट भनेको फ्युचर्स मार्केट 24 घण्टा खुल्ला हुन्छ। स्टक मार्केट जस्तो जुन 4-5 घण्टा मात्र खुल्ने भन्ने हुँदैन। यो चाहिँ के हुन्छ? 24 घण्टा खुल्ला हुन्छ। हरेक दिन मन्डे टु फ्राइडे 5 PM to 6 PM इस्टर्न टाइम मेन्टेनेन्सको लागि क्लोज हुन्छ 1 घण्टा। त्यो बाहेक 24 घण्टा 23 घण्टा चाहिँ के हुन्छ? मार्केट खुल्छ। र फ्राइडे 5 PM देखि के हुन्छ? सन्डे 5 PM सम्म के हुन्छ त? मार्केट क्लोज हुन्छ। 2 दिन चाहिँ के हुन्छ? फेरि फ्युचर्स मार्केट पनि क्लोज हुन्छ। र अर्को मेन एडभान्टेज भनेको ट्याक्स एडभान्टेज हुन्छ। तपाईले फ्युचर्स ट्रेडिङमा प्रफिट गर्नुभयो भने 60-40 रुल्स अप्लाई हुन्छ। 60-40 रुल्स भनेको तपाईले जति फ्युचर्स मार्केटमा जति प्रफिट गर्नुहुन्छ त्यसको 60% लाई चाहिँ एज अ लङ टर्म क्यापिटल गेनको रूपमा क्याल्कुलेट हुन्छ र 40% लाई चाहिँ सर्ट टर्म क्यापिटल गेनको रूपमा क्याल्कुलेट हुन्छ। तपाईले मानिलिउँ 10,000 प्रफिट गर्नुभयो फ्युचर्स मार्केटमा भने 6,000 मा चाहिँ लङ टर्म क्यापिटल गेन तिर्नुहुन्छ, जुन एकदमै कम हुन्छ, लगभग 15% अराउन्ड हुन्छ। तर 40% अथवा 4,000 मा चाहिँ के हुन्छ? सर्ट टर्म क्यापिटल गेन तिर्नुहुन्छ। तपाईको टोटल इन्कम जुन यो स्यालेरी लगायतको तपाईको अर्डिनरी इन्कम
एनुअल इन्कम जति छ त्यसको बेसिसमा के हुन्छ 10% to 37%। तपाईँलाई ट्याक्स ब्राकेट थाहा नै छ, त्यही अनुसारले अप्लाई हुन्छ। तर स्टकमा तपाईँले 10,000 प्रफिट गर्नुभयो भने त्यो स्टकलाई के हुन्छ त, तपाईँले 1 वर्षभन्दा कम होल्ड गर्नुभएको छ भने ट्रेडिङ भनिसकेपछि डेफिनेटली 1 वर्षभन्दा कमै होल्ड हुन्छ। 2-4 दिनको ट्रेड 2-4 दिन अथवा चाहिँ इन्ट्राडे भनेको त एकै दिनमा ट्रेड गर्ने भयो। र यसको के हुन्छ त, यसलाई अर्डिनरी इन्कम नै मान्छ र तपाईँले 10 to 37% इन्कम अनुसारको ट्याक्स तिर्नुपर्छ स्टकको गेनमा चाहिँ। मैले अघि पनि भनिसकेँ, हामीले के हो त, थोरै पैसा आफ्नो लगाएर धेरै पैसा चाहिँ ब्रोकरको युज गर्ने हो। र यसको लागि के हुन्छ त, तपाईँले फ्युचर्समा तपाईँले कोल्याट्रल राख्नुपर्छ। यो भनेको चाहिँ कस्तो हो भने तपाईँले फ्युचर्समा ट्रेड गर्नको लागि चाहिँ के गर्नुपर्छ, कोल्याट्रल राख्नुपर्छ। कोल्याट्रललाई मार्जिन रिक्वायरमेन्ट भन्छ। मार्जिन रिक्वायरमेन्ट भनेको चाहिँ तपाईँले एउटा फ्युचर्स कन्ट्र्याक्ट, जसरी तपाईँले सेयरमा एउटा सेयर भन्नुहुन्छ त्यसै गरी फ्युचर्समा एक लट भन्ने हुन्छ। तपाईँले एक लट फ्युचर्स मार्केटमा चाहिँ के हुन्छ, फ्युचर्स कन्ट्र्याक्ट बाई अथवा सेल गर्नलाई तपाईँले कति पैसा ब्रोकर अकाउन्टमा हाल्नुपर्छ, तपाईँको ब्रोकर अकाउन्टमा कति ब्यालेन्स हुनुपर्छ र तपाईँले त्यो फ्युचर्स कन्ट्र्याक्ट चाहिँ बाई अथवा सेल गर्न पाउनुहुन्छ, त्यो कोल्याट्रल त्यति अमाउन्टलाई नै के भन्छ त, मार्जिन रिक्वायरमेन्ट भनिन्छ। र यो मार्जिन रिक्वायरमेन्ट चाहिँ इन्ट्राडे र ओभरनाइटको लागि छुट्टा छुट्टै हुन्छ। इन्ट्राडेको लागि एकदमै कम हुन्छ र ओभरनाइटको लागि इन्ट्राडेको जति छ त्यसको 50 देखि 60 गुणा बढी हुन्छ। किनकि इन्ट्राडेमा मार्केट त्यति धेरै भोलाटाइल हुँदैन, रिस्क त्यति धेरै हुँदैन, तर ओभरनाइटमा के हुन्छ त, रिस्क एकदमै हाई हुन्छ। त्यसैले मार्जिन रिक्वायरमेन्ट पनि के हुन्छ त, इन्ट्राडेको भन्दा 50-60 टाइम्स बढी हुन्छ है। म यहाँ सिम्पली देखाइदिन्छु तपाईँको। यहाँ हेर्न सक्नुहुन्छ, यो माइक्रो S&P 500 फ्युचर्स कन्ट्र्याक्ट हो। फ्युचर्स कन्ट्र्याक्टको साइज दुईवटा हुन्छ। एउटा चाहिँ होल कन्ट्र्याक्ट भन्ने हुन्छ, अर्को के हुन्छ त, माइक्रो कन्ट्र्याक्ट हुन्छ। माइक्रो कन्ट्र्याक्ट भनेको होल कन्ट्र्याक्ट यदि 10 हो भने माइक्रो कन्ट्र्याक्ट के हो त, त्यो 10 भागको 1 भाग हो। 10 वटा माइक्रो कन्ट्र्याक्ट मिलेर के हुन्छ त, एउटा होल कन्ट्र्याक्ट बन्छ। यो चाहिँ किन माइक्रो कन्ट्र्याक्ट राखिएको भन्दाखेरि सबैसँग एउटै लेभलको जुन ट्रेडिङ क्यापासिटी हुँदैन, सबैले एउटै जुन होल कन्ट्र्याक्ट नै अफोर्ड गर्न सक्दैनन्। जसलाई चाहिँ थोरै रिस्क लिनु छ र थोरै रिटर्न लिनु छ, म थोरै नै रिटर्न लिन्छु, म थोरै कमाउँछु अथवा थोरै गुमाउँछु भन्नेहरूको लागि के हो त, माइक्रो कन्ट्र्याक्ट हो। तपाईँले हेर्न सक्नुहुन्छ, जम्मा एक कन्ट्र्याक्ट S&P 500 को एउटा कन्ट्र्याक्ट माइक्रो कन्ट्र्याक्ट ओपन गर्नलाई तपाईँलाई $50 कोल्याट्रल राख्नुपर्छ। तपाईँले $50 कोल्याट्रल राखिसके पछाडि तपाईँले 36,000 बराबरको चाहिँ के गर्नुहुन्छ त, एउटा कन्ट्र्याक्ट ओपन गर्नुहुन्छ। मतलब तपाईँको 50 रुपियाँ डिपोजिट गरेर तपाईँले 36,000 चाहिँ के गर्नुहुन्छ, कन्ट्रोल गर्नुहुन्छ। अब तपाईँलाई प्रॉफिट अथवा लस चाहिँ केमा हुन्छ, 36,000 मा हुन्छ है। तपाईँको $50 मा हुँदैन। तपाईँको प्रॉफिट भयो भने बढ्दै जान्छ। तर यदि तपाईँको चाहिँ कारोबार चाहिँ के भयो त, तपाईँको ट्रेडमा लस हुँदै गयो र तपाईँको यो जुन $50 कोल्याट्रल छ, यो $50 यदि 10.5 हुन थाल्यो भने चाहिँ के हुन्छ, ब्रोकरले तपाईँको ट्रेड क्लोज गरिदिन्छ र तपाईँलाई लिक्विडेट गरिदिन्छ। ब्रोकरले आफ्नो पैसा चाहिँ गुमाउँदैन। तपाईँको 0 हुनुभन्दा अगाडि नै तपाईँको यो जुन कोल्याट्रल छ, यो कोल्याट्रल 0 हुनुभन्दा अगाडि तपाईँलाई कोल्याट्रल थप्न पनि भन्छ। तर तपाईँले कोल्याट्रल थप्नु भएन भने यो 0 हुनुभन्दा अगाडि के हुन्छ त, ब्रोकरले तपाईँको ट्रेड क्लोज गर्छ र लिक्विडेट गरिदिन्छ। र यो जुन मार्जिन रिक्वायरमेन्ट छ, यो जुन माइक्रोमा यदि 50 छ भने होल कन्ट्र्याक्टमा चाहिँ के हुन्छ, मिनी कन्ट्र्याक्टमा चाहिँ के हुन्छ त, 50 × 10 = $500 भयो भने तपाईँले एउटा होल S&P 500 को कन्ट्र्याक्ट ओपन गर्न सक्नुहुन्छ। 500 तपाईँले कोल्याट्रल राखेर कति पैसा कन्ट्रोल गर्नुहुन्छ त होल कन्ट्र्याक्टमा भन्ने हो भने आजको डेटमा 7200 अराउन्ड S&P 500 को इन्डेक्स छ। त्यसलाई के हुन्छ त, होल कन्ट्र्याक्टमा चाहिँ 50 ले मल्टिप्लाई हुन्छ। त्यो भनेको 7200 × 50 गर्दाखेरि लगभग
$3,60,000 बराबरको के हुन्छ, $3,60,000 बराबरको पैसा चाहिँ कन्ट्रोल गर्नुहुन्छ। $500ले $3,60,000 बराबरको के हुन्छ त कन्ट्र्याक्ट चाहिँ कन्ट्रोल गर्नुहुन्छ र तपाईँलाई नाफा घाटा $3,60,000 बाट हुन्छ। र अर्को कुरा भनेको स्टकमा र फ्युचर्समा थोरै डिफरेन्स भनेको स्टकमा चाहिँ डाइरेक्ट डलर भ्यालु चेन्ज हुन्छ। तपाईले मानिलिउँ टेस्लाको सेयर $350 मा बाई गर्नुभयो, अब त्यो सेयर 351 भयो भने एउटा सेयरमा कति कमाउनुहुन्छ, $1 तपाईलाई नाफा भयो। र यदि 349 भयो भने तपाईले $1 गुमाउनुहुन्छ। तर फ्युचर्समा चाहिँ डाइरेक्ट डलर भ्यालुमा चेन्ज हुँदैन। यहाँ चाहिँ के हुन्छ, टिक्समा र पोइन्ट्समा चेन्ज हुन्छ। जुन टिक भ्यालुलाई डलर भ्यालुमा के हुन्छ कन्भर्ट गरिन्छ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ के हो त, S&P 500 इन्ट्राडे गर्नको लागि तपाईसँग $500 भए हुन्छ। तपाईले $500 कोल्याटरल राखिसके पछाडि एउटा S&P 500 को त्यो जुन फुल ठुलो कन्ट्र्याक्ट छ नि, होल कन्ट्र्याक्ट, त्यो होल कन्ट्र्याक्ट चाहिँ के गर्नु तपाईले ओपन गर्न सक्नुहुन्छ। ल लिभरेज भनेको छ यहाँ 720x भनेको, त्यो भनेको चाहिँ तपाईले 500 कोल्याटरल राखेर 720 गुना बढी चाहिँ अमाउन्टको चाहिँ के गर्दै हुनुहुन्छ, कन्ट्रोल गर्दै हुनुहुन्छ। 720 गुना लिभरेज दिइरहेछ, तपाईको 500ले 720 गुना चाहिँ के गर्दैछ, कारोबार गर्दैछ है त। तपाईले ब्रोकरको 720 गुना बढी पैसा चाहिँ युज गरिरहनु भएको छ। र यो टिक साइज भनेको छ, यो टिक साइज भनेको चाहिँ के हो भने तपाईको S&P 500 इन्डेक्स जुन S&P 500 को फ्युचर्स कन्ट्र्याक्ट छ, त्यो एकचोटिमा कति पोइन्ट कति टिक्सले चाहिँ के गर्छ त चेन्ज हुन पाउँछ। जस्तो 7200.25 छ अहिले भने, अब यो चेन्ज हुँदाखेरि 7200.50 अथवा 7200 हुन्छ है त। 7200.25 बाट 7200.30 हुँदैन। मिनिमम पनि कति चेन्ज हुनुपर्छ, 0.25 चेन्ज हुनुपर्छ है त। यही 0.25 को रेसियोमा के हुन्छ त चेन्ज हुन्छ, गडबड हुन्छ। र यदि S&P 500 इन्डेक्स चाहिँ 0.25 ले चेन्ज भयो भने त्यसको एक्चुअल डलर भ्यालु चाहिँ पैसा चाहिँ तपाईको कन्ट्र्याक्टले कति पैसा कमाउँछ अथवा गुमाउँछ भन्दा यसको टिक भ्यालु भनेको 12.5। S&P 500 इन्डेक्समा 0.25 चेन्ज आउँदाखेरि तपाईको पैसा चाहिँ 12.5 ले कि त बढ्छ कि त घट्छ। यो मल्टिप्लायर भनेको चाहिँ तपाईको S&P 500 को इन्डेक्स जति छ त्यसलाई मल्टिप्लाई कतिले गर्यो भने चाहिँ त्यो होल कन्ट्र्याक्टको अमाउन्ट आउँछ भन्दाखेरि 7200 लाई 50 ले मल्टिप्लाई गर्नुस् 3,60,000 आउँछ है त। र यो त्यस्तै गरी यो लास्ट डे टु ट्रेड भनेको छ, यो चाहिँ के हो त एक्सपायरी डेट हो। जुन 18 2026 चाहिँ के हो त यो S&P 500 को यो जुनको कन्ट्र्याक्ट चाहिँ के हुन्छ एक्सपायर हुन्छ। तपाईले जुन 18 भन्दा अगाडि त्यो कन्ट्र्याक्ट सेल अथवा चाहिँ तपाईले सर्ट सेल गर्नुभएको थियो भने बाई गरेर क्लोज गर्नुपर्छ, नभए अटोमेटिकली क्लोज हुन्छ, फोर्स क्लोज भन्छ है त। र यो पोइन्ट साइज भनेको यो जुन टिक साइज 0.25 टिक साइज हो भने 4 वटा टिक साइजले के हुन्छ त 0.1 हुन्छ। र 0.1 भनेको चाहिँ जस्तो कति पोइन्टले चेन्ज भयो भन्छ नि त, यो चाहिँ न्युमेरिकल भ्यालु हो है त। जस्तो 7200 मा इन्डेक्स छ, अब 7201 भयो, त्यो भनेको के भयो त 1 पोइन्टले चेन्ज भयो। अब 1 पोइन्ट चेन्ज हुँदाखेरि चाहिँ कति भ्यालु चेन्ज हुन्छ भन्दाखेरि यो होल कन्ट्र्याक्टमा चाहिँ $50 ले चेन्ज हुन्छ है त। 7201 हुँदाखेरि तपाईको पैसा चाहिँ $50 ले बढ्छ, अथवा 7200 मा इन्डेक्स थियो 7199 भयो भने तपाईको पैसा $50 ले घट्छ। यदि तपाई $50 घटेको हेर्न चाहनुहुन्न, हेर्न सक्नुहुन्न भने तपाईलाई अघि मैले भनेको छु माइक्रो कन्ट्र्याक्ट हुन्छ। $50 लाई 10 भाग मान्ने भने 1 भाग भने के हो त ₹5 मात्रै, $5 मात्रै चेन्ज हुन्छ। तपाई त्यो माइक्रोमा गर्न सक्नुहुन्छ। तपाईलाई यो 50 धेरै लाग्छ, यो 50 भनेको धेरै हुन्छ। S&P 500 दिनमै 200 पोइन्ट सम्म के हुन्छ तलमाथि हुन्छ। त्यो भनेको 200 × 50 =
10,000 को चाहिँ फ्लक्चुएसन आउन सक्छ तपाईँको एउटा कन्ट्र्याक्टमा पनि। तपाईँले आफूसँग जति कोल्याटरल छ त्यही अनुसारले चाहिँ के गर्नुहुन्छ, कन्ट्र्याक्टको साइज बढाउन सक्नुहुन्छ। 1 कन्ट्र्याक्ट, 2 कन्ट्र्याक्ट, 3 कन्ट्र्याक्ट, 100 कन्ट्र्याक्ट, 200 कन्ट्र्याक्ट, त्यो चाहिँ तपाईँको आफ्नो क्यापासिटी अनुसार, तपाईँको आफ्नो पैसा कति छ त्यो कोल्याटरल अनुसार चाहिँ के गर्नुहुन्छ त, कारोबार गर्नुहुन्छ। र यति बुझिसके पछाडि तपाईँले फ्युचर्स मार्केटको बारेमा लगभग सामान्य कुरा बुझिसक्नुभयो र तपाईँलाई अब थाहा हुनुपर्ने भनेको फ्युचर्स ब्रोकर। तपाईँले जुन नर्मल स्टक ट्रेडिङको लागि युज गरिराख्नु भएको ब्रोकरबाट फ्युचर्स ट्रेडिङ गर्न गाह्रो हुन्छ। फ्युचर्स ट्रेडिङ एकदमै फ्लक्चुएट हुने हुँदा तपाईँको जुन ब्रोकरको सिस्टम हुन्छ त्यो सिस्टमले चाहिँ तपाईँको ट्रेड एकदमै स्पिड रूपमा चाहिँ के हुन्छ, एक्जिक्युट गरिदिनुपर्छ। त्यसको लागि फ्युचर्स मार्केटकै लागि भनेर चाहिँ ब्रोकर्सहरू बजारमा टन्नै छन् है। र मेरो सजेसन पनि त्यही हो कि तपाईँ फ्युचर्स ट्रेडिङ गर्नको लागि चाहिँ छुट्टै फ्युचर्स ब्रोकरमै अकाउन्ट बनाउनुहोस्। तपाईँले जुन स्टक अथवा चाहिँ इन्भेस्टमेन्टको लागि जुन अकाउन्ट बनाउनु भएको छ तिनीहरू फ्युचर्सको लागि बनेका होइनन्, दे आर नट सुइटेबल फर द्याट वान है त। किनभने एक त तपाईँले जुन रेगुलर स्टक ट्रेड गर्नुहुन्छ तिनीहरूमा मार्जिन रिक्वायरमेन्ट एकदमै धेरै हुन्छ। र तपाईँलाई अब कुन चाहिँ फ्युचर्स ब्रोकर राम्रो हुन्छ, कुन चाहिँ फ्युचर्स ब्रोकर ठिक छ भन्ने लाग्छ भने बजारमा अलिकति पपुलर फ्युचर्स ब्रोकरहरू भनेको निन्जा ट्रेडर भयो, ट्रेडोवेट भयो, एएमपी फ्युचर्स भयो, त्यस्तै गरी ट्रेड स्टेसन भयो, +500 लगायत अरू पनि धेरै छन्। र मैले जानेको बुझेको चाहिँ के हो त, यिनीहरू सजिलो छ, यिनीहरूमा मार्जिन रिक्वायरमेन्ट पनि एकदमै थोरै छ र बिगिनरहरूको लागि जो भर्खर गर्दै हुनुहुन्छ उहाँहरूको लागि चलाउन पनि के छ त, सजिलो छ। र अर्को मेन कुरा भनेको तपाईँलाई अगाडि पनि मैले भनिसकेँ, तपाईँ जुन ब्रोकर अकाउन्टबाट ट्रेडिङ गर्दै हुनुहुन्छ, स्टक ट्रेडिङ गर्दै हुनुहुन्छ, जहाँबाट इन्भेस्टिङ गर्दै हुनुहुन्छ, त्यो ब्रोकर अकाउन्टबाट फ्युचर्स ट्रेडिङ नगर्नुहोस्। फ्युचर्स ट्रेडिङमा मैले भने जस्तै के हुन्छ, लिभरेज एकदमै हाई हुन्छ र त्यहाँ यदि तपाईँले कहिलेकाहीँ जानेर अथवा नजानेर गल्ती गर्नुभयो, तपाईँले 1 लट हाल्नुपर्ने ठाउँमा 100 लट हालिदिनु भयो अथवा तपाईँकोमा ब्यालेन्स धेरै रहेछ भने 1000 लटै हालिदिनु भयो र तपाईँको मार्केट के भयो, अपोजिट डिरेक्सनमा गइदियो भने तपाईँसँग जति पैसा छ त्यो पैसा जिरो हुनलाई 1 सेकेन्ड पनि लाग्दैन। फ्र्याक्सन अफ सेकेन्डमा तपाईँको पैसा जिरो भएर पनि ट्रेड बन्द भइसकेको हुन्छ। त्यही भएर तपाईँ छुट्टै फ्युचर्स ब्रोकरकोमा अकाउन्ट बनाउनुहोस् र फ्युचर्स ट्रेडिङ गर्नुहोस्। त्यो हुँदा के हुन्छ भने तपाईँले 500, 1000, 2000 अथवा 10,000 तपाईँ कतिको चाहिँ रिस्क लिन सक्नुहुन्छ त। कति पैसा जिरो हुँदा पनि तपाईँलाई समस्या पर्दैन है। जिरो हुन्छ सधैँ हुन्छ भन्ने छैन, तर मार्केट अनसर्टेन हुन्छ, मार्केट प्रिडिक्ट गर्न गाह्रो हुन्छ। कहिलेकाहीँ विश्वमा चाहिँ के घटना भइरहेको हुन्छ, मार्केटमा एक्कासी न्युज आउँछ र मार्केट के हुन्छ त, एक्कासी डम्प हुन्छ। मार्केट एक्कासी भोलाटाइल हुँदाखेरि चाहिँ तपाईँको अकाउन्ट जिरो हुने सम्भावना हुन्छ। तर तपाईँले फ्युचर्स अकाउन्टमै ट्रेड गरिरहनु भएको छ, तपाईँको फ्युचर्सको लागि छुट्टै ब्रोकर अकाउन्ट छ भने तपाईँले जति त्यो अकाउन्टमा छ, मार्केटमा तपाईँको स्टप लस हाल्न भुल्नुभयो अथवा चाहिँ केही यस्तै कुरा भयो, जानी अन्जानी गल्ती भयो भने पनि तपाईँको अकाउन्टमा ब्यालेन्स जिरो हुनुभन्दा अगाडि तपाईँको ब्रोकरले के गरिदिन्छ, ट्रेड बन्द गरिदिन्छ। त्यसैले तपाईँ के हुनुहुन्छ त, सेफ हुनुहुन्छ। र यो भिडियो हेरिसके पछाडि तपाईँलाई यो भिडियो मन पर्यो अथवा तपाईँलाई भविष्यमा यस्तै भिडियो हेर्न मन छ भने च्यानल सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू भेरी मच।